कुजुझाम्पो नमस्ते स्याहारो। आज म हजुरहरूलाई दोचुला पासेस यानि कि अर्को नाम ड्रुक वाङ्गेल छोर्तेन अर्थात् 108 छोर्तेन जुन 2003मा निर्माण गरिएको छोर्तेनको बारेमा देखाउन गइरहेको छु। यो छोर्तेन थिम्पूदेखि पुनाखाको बीच 30 किलोमिटरको बाटोमा पर्दछ। यहाँ हजुरहरूले पुग्नको लागि 45 देखि 60 मिनटको बाटो गाडीमा जानुपर्ने हुँदछ। यहाँ पुग्न हजुरहरूले यहाँको फी निःशुल्क छ। हरियाली जङ्गलको बिचमा रहेको 108 छोर्तेन एउटा भुटानकै पवित्र आइकोनिक प्लेस हो। हजुरहरूले यहाँबाट इस्टर्न साइडमा हेर्नुभयो भने गाङ्कर फिन्चुमहरू जस्ता ठुल्ठुला भुटानका पहाडहरू देख्न सक्नुहुनेछ। हजुरहरूले उसको उचाइ 7497 मिटर एबभ द सी लेभलमा देख्न सक्नुहुनेछ। हजुरहरूले यतातिर हेर्नुभयो भने यहाँनिरको क्याफेटेरिया रेस्टरुमहरूको पनि मजाले सुविधा लिन सक्नुहुनेछ। यहाँनिर रोडोडेन्ड्रो अनि पाइन ट्रीको वरिपरि जङ्गलको बिचमा 108 छोर्तेन निर्माण गरिएको छ। हेर्दाखेरि हरियाली सुन्दरताले भरिएको एउटा ठाउँ हो। त्यसमाथि हजुरहरूले देख्न सक्नुहुनेछ यहाँका छोर्तेनहरू सबै उस्तै आकारमा डिजाइन गरिएका छन्। हजुरहरूले देख्न सकिरहनु भएको छ वरिपरि 108 छोर्तेनहरू। हजुरले यहाँदेखि अलिकति माथितिर गयो भने ड्रुक वाङ्गेल लाखाङको पनि भ्रमण गर्न सक्नुहुनेछ। लाखाङको आशीर्वाद लिएर हजुरहरूले वरिपरि परिक्रम गर्न सक्नुहुनेछ। यहाँको मौसम छिनछिनमै बदलिरहने यानि कि कोही बेला सिमसिम पानी फगीहरू लाग्ने जस्ताहरू भइरहन्छन्। यहाँ हल्का मौसम चिसो मात्रामा भेट्न पाइन्छ। हजुरहरूले यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ लाइक, सेयर, कमेन्ट गरिदिनु होला।